हेलो गाइज नमस्ते। म चाहिँ हजुरहरूको प्यारो फुडी अनिशा र यो चाहिँ मेरो फर्स्ट इटिङ च्यालेन्जको भिडियो ल्याएर आएको छु। आशा गर्दछु हजुरहरूले सबैजनाले मन पराइदिनुहुन्छ, धेरै धेरै माया दिनुहुन्छ। हुनु त कतिवटा गल्ती हुनसक्छ, अब मलाई आउँदैन त्यति साह्रो बनाउन, तर मन पराइदिनु होला भनेर रिक्वेस्ट गर्दैछु र मेरो च्यानललाई सब्सक्राइब, लाइक, फलो गर्न नभुल्नु होला। सो मेरोमा चाहिँ के छ भन्दामा त्यति साह्रो छैन। करेन्ट नुडल्स छ, सनी साइड अफ एग बनाउनु गएको बिग्रियो। अन्त एकतिर पास्ता छ, पास्ता त मिठो लागिरहेछ। अन्त भयो रातो चिया भइहाल्यो, चिनी र नुन हालेको मिठो। मलाई चाहिँ खानासँग तातो तातो चिया मनपर्छ, सेलाइसकेर पनि यो चाहिँ पानी रहेको छ। ल अब ढिला नगरी खाना सुरु गरौँ है। त्यति साह्रो आउँदैन र पनि ट्राई। फर्स्ट चाहिँ केबाट खाऊँ भन्दामा नुडल्सबाट खान्छु है। यता राखिदिउँ ल अलिकति, मिसी भएमा माफ गरिदिनु होला। फर्स्ट हो फर्स्ट घाँस खाएला। मिठो भएछ। ओहो मजै आउने भयो। अब सेकेन्ड बाइट पनि सनी साइड अफ एगसँग खाइदिनु पर्यो। चिया खायो ल। कति आनन्द आयो गाइस। हुन त गर्मी छ कि, तर मलाई तातो चिसो जाडो गरम केही मलाई मतलब छैन, बस तातो चिया भए हुन्छ। अब पास्ता पनि ट्राई गरौँ ल। बाटो छेउमा गर्छ कि हल्ला हुन्छ होला अलिकति, माइन्डमा गर्नुहोस् होला। आनन्द। यो चाहिँ मैले बनाएको नुडल्स र पास्ता खानुभयो भने हात चाट्नुहुन्छ, अरू चाहिँ त्यति आउँदैन। पसिना आइरहेछ, टिसु राख्नै भुलेछु। सरी गाइस, टिसु ल्याउनु गएको थियो। के बोलिरहेको छु आज त, लडबडाइरहेको छ म पनि। लसुन
नुडल्स खाइदिउँ। मैले चाहिँ यो दिउँसोको त्यो खिड्कीको साइडमा बसेर बनाइरहेको छु। लाइट चाहिँ त्यस्तो सिस्टम मेरोमा छैन अहिले हो, फिलहाल गरेको छुइनँ। फर्स्ट ऱ्यान्डमली यतिकै ट्राई गरी हेर्नु पऱ्यो भनेर नि हजुरहरूले कति माया दिनुहुँदो रहेछ होइन, त्यसपछि चाहिँ गरौँला। यो खोर्सानी चाहिँ खाँदिनँ गाइस, किनभने अनुहारमा पोतो आउँछ क्या यो खोर्सानीले, त्यही भएर मैले एक्स्ट्रै पिरो लगाइरहेको थियो। निकै पिरो छ, म पिरै खाने मान्छे, धेरै पिरो भयो। Sorry, excuse me. नेपाली हो नि त निस्किहाल्छ। बढी भयो जस्तो छ। अघि भर्खर भात खायो कि जाना पर्दैछ बाहिर। I think I'm done. पिरो भोइस पनि कस्तो निस्किरहेको छ, पिरो भयो क्या, पेट दुख्यो। अल्सर छ नि त मलाई, अल्सरको रोगी, खानाको भोगी। अन्नाको रिएक्सन चेन्ज भयो। सरी गाइस, एक चम्मच पास्ता खान्छु, त्यसपछि एम डन। अब बपरे भगवान सम्झिसकेँ मैले। लास्टै पिरो हालिदिएँ नि त। एक्सक्युज मी। लसुन
फर्स्ट भन्नु नसकेको क्या माया दिनुहोस् होला सेकेन्ड टाइम एटलिस्ट यो बाउल फिनिस पार्छु र पनि निकै खाएँ नि मैले गाइस निकै मेरो लागि निकै होला सो बाई बाई गाइज आशा गर्दछु हजुरले मेरो भिडियो अन्त्यसम्म हेरेर मलाई माया गर्नुहुन्छ होइन अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई र फलो गर्नुभएको छैन भने प्लिज फलो गरिदिनु होला युट्युब च्यानलमा र फेसबुकमा अनि इन्स्टामा मेरो च्यानलको नाम रहेको छ फुडी अनिशा गएर प्लिज चेकआउट गरिदिनुहोस् होला है ल त अब लाग्छु टाटा बाई बाई लभ यु अल